काठमाडौँको तीनकुनेमा भएको त्यो अप्रिय घटना अझै पनि ताजै छ। चैत 15 गते राजावादी प्रदर्शन हिंसात्मक बन्दा एभिन्यूजका फोटो पत्रकार सुरेश रजकसहित अर्का एकजनाको ज्यान गएको थियो। प्रहरीले गोली र असुर ग्यास प्रहार गर्दा थुप्रै घाइते भएका थिए। राजावादीहरूको प्रदर्शन जुन एकाएक हिंसात्मक बन्यो, प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास, प्रहरीको हस्तक्षेप, गोली चल्यो, मान्छेहरूको ज्यान गयो, सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुग्यो। यो घटनाले धेरैलाई स्तब्ध बनायो। यो घटनासँग जोडिएको एउटा नयाँ खबर पनि आएको छ। तपाईहरूले सन्तोष राजावादीलाई पक्कै चिन्नुहुन्छ होला। युवामाझ उनी परिचित छन्। उनले छातीमा पूर्व राजा ज्ञानेन्द्र शाहको ट्याटु नै खोपेका छन्। उनै सन्तोष राजावादी अहिले भने प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको सिआइबी टोलीले सन्तोष कुमार सिलवाल उर्फ सन्तोष राजावादीलाई